हेलो एभ्रिवान। आज चाहिँ हामी इन्जिनियरिङ म्याथमेटिक्स सेकेन्ड सेमिस्टरमा रहेको च्याप्टर 4 ल्याप्लेस ट्रान्सफर्मबाट एउटा क्वेसन सल्भ गर्न गइरहेको छौँ। क्वेसन चाहिँ यस्तो छ हैन, सल्भ युजिङ द ल्याप्लेस ट्रान्सफर्म y डबल ड्यास प्लस 2y प्लस 2y ड्यास प्लस 2y इक्वल्स टु 5 साइन थीटा छ। यसमा चाहिँ हामीलाई कन्डिसन दिएको छ y0 भनेको 0, y ड्यास 0 भनेको चाहिँ 0 छ। सो यो क्वेसन सल्भ गर्नको लागि हामीलाई केही फर्मुलाहरू चाहिन्छ हैन। त्यो फर्मुला चाहिँ यहाँ छ हैन, यति फर्मुला हामीलाई चाहिन्छ र वर्किङ रुल पनि छ। के वर्किङ रुल त्यो भनेको चाहिँ यहाँ छ है, जसमा चाहिँ हामीले फर्स्ट स्टेपमा के गर्ने भन्दा टेकिङ ल्याप्लेस अन बोथ साइड गर्ने। जुन क्वेसन दिएको छ यो क्वेसन्समा चाहिँ ल्याप्लेस लिने, अन केमा बोथ साइडमा चाहिँ ल्याप्लेस लिने। अनि त्यसपछि के गर्ने भन्दा सिम्प्लिफाई गर्ने। त्यो ल्याप्लेस लिइसकेपछि चाहिँ हामीले सिम्प्लिफाई गर्नु पर्यो, भनेको यो फर्मुलाहरू अप्लाई गर्नु पर्यो। त्यसपछि कन्डिसन्सहरू के छ हैन, कुन कुन सिम्प्लिफाई गर्ने र फाइनली हामी के गर्ने भन्दा हामीले रिक्वायर्ड एन्सर चाहिँ फाइन्ड आउट गर्नु पर्यो। सो लेट्स स्टार्ट नाउ है त। अब क्वेसन्स दिएपछि अब यो वर्किङ रुल अनुसारको चाहिँ हामी फर्स्टमा के गर्ने भन्दा टेकिङ ल्याप्लेस अन द बोथ साइड, ओके त्यही नै गरेको छ। त्यसपछि भन्दा ल्याप्लेस लिइसकेपछि हामीले लिनियर प्रोपर्टी अप्लाई गरेर हामीले सबैलाई लिनियर प्रोपर्टी अप्लाई गरे हैन। कन्स्ट्यान्ट टर्महरू छ भने बाहिर निकाल्ने र सबैले मल्टिप्लाई गर्ने। त्यसपछि के गर्ने भन्दा हामीले यो फर्मुला भनेको छ नि, यो फर्मुला अप्लाई गर्ने। यहाँ छ नि फर्मुला हैन, हामीले कुन फर्मुला मात्रै भइपुग्छ भन्दा यति दुईटा फर्मुला भइपुग्छ। यो भन्नु तलको हामीलाई चाहिँदैन, किनकि यहाँ हेर्नु त y डबल ड्यास छ, y ड्यास छ है, यति भए पुग्छ हैन। सो हामीले y डबल ड्यास भनेको के रहेछ त भन्दा त्यो फर्मुला जस्ट अप्लाई गरिदिने है। एस स्क्वायर एल ल्याप्लेस अफ y सेम कपी है त। यसलाई नै मैले कपी गरेर यही यति भनेको y डबल ड्यास भयो हैन। त्यसपछि y ल्याप्लेस अफ y ड्यास भनेको चाहिँ मैले यसले कपी गरेर कहाँ राखेँ त भन्दा यसमा राखेँ, भनेको यसमा कन्स्ट्यान्ट टर्म 2 छ। 2 पछि चाहिँ हामीले यो ब्राकेट चाहिँ राख्न बिर्सिनु भएन है त। यति राखेपछि हामीले y ड्यासको पनि के गर्दा फर्मुला अप्लाई गरे। त्यसपछि ल्याप्लेस अफ y भनेको चाहिँ हामीसँग फर्मुला छैन, हामीले यतिकै नै छोडिदिन्छौँ होइन। 2 ल्याप्लेस अफ y इक्वल्स टु ल्याप्लेस अफ साइन थीटा भनेको चाहिँ साइन 80 भनेको चाहिँ हाम्रो कति हुन्छ भन्दा a बाई s स्क्वायर प्लस a स्क्वायर हुन्छ है। ल्याप्लेस अफ साइन 80 भनेको चाहिँ हाम्रो यति हुन्छ भने चाहिँ मैले a भनेको कति हो त, यो 1 हो। सो मैले त्यही नै अप्लाई गरेँ। त्यसपछि मैले के गर्छु त, क्वेसनबाट दिएको कन्डिसन्सहरू चाहिँ युज गर्छु। भनेको मसँग के छ त, y0 भनेको 0 नै छ, त्यसपछि y ड्यास 0 भनेको पनि 0 नै छ हैन। सो म त्यही नै युज गर्छु यो इक्वेसनमा। y0 भनेको माथि क्वेसनमा कति छ, 0 नै छ, अनि y ड्यास 0 भनेको पनि 0 नै छ भनेपछि म जस्ट y0 को ठाउँमा 0 राखेँ, y ड्यास 0 को ठाउँमा 0 राखेँ, यो टर्म पनि 0 हुने भयो। सो मैले यति एक्सप्रेसन पाएँ हैन। त्यो कन्डिसन राखिसकेपछि मैले फेरि यसलाई रिएरेन्ज गर्छु एकचोटि। रिएरेन्ज गरिसकेपछि म के गर्छु त भने यहाँ कमन के छ, ल्याप्लेस अफ y ड्यास कमन छ हैन। सो म कमन लिन्छु अनि बाँकी भएको टर्म s स्क्वायर प्लस 2s प्लस 2 यतिसम्म पुगेपछि हामीले एउटा कन्डिसन चेक गर्न सकिन्छ कि हाम्रो न्युमेरिकल मिलिरहेको छ कि छैन भनेर। सो क्वेसनमा हेर्नु त y डबल ड्यास प्लस 2y प्लस 2s कन्स्ट्यान्ट टर्महरू चाहिँ हामीले ठ्याक्कै हाम्रो यतिमा चाहिँ कन्स्ट्यान्ट टर्महरू आउनु पर्यो। आएको छ नि 1 प्लस 2 प्लस 2, हेरौँ त 1 प्लस 2 प्लस 2 हो कि। जस्ट y डबल ड्यासको ठाउँमा s स्क्वायर, y ड्यासको ठाउँमा s एन्ड
2y को ठाउँमा जस्ट कन्स्ट्यान्ट टर्म। यति गरिसकेपछि हामीले ल्याप्लेस अफ y भनेको चाहिँ सिम्प्लिफाई गरेर हामीले यति फाइन्ड आउट गर्न सके। त्यसपछिको प्रोसेस भनेको चाहिँ हामीले यसमा चाहिँ पार्शियल फ्र्याक्सन्स मेथडबाट सल्भ गर्नुपर्ने हुन्छ। यो यति एक्सप्रेसनलाई हामीले पार्शियल फ्र्याक्सन्स मेथड अप्लाई गर्दा यस्तो एक्सप्रेसन बन्छ, त्यो हजुर सबैले नै थाहा छ होला। अब म के गर्छु त, मल्टिप्लाइङ अन बोथ साइड बाई द यति डिनोमिनेटरमा कति छ त्यतिले नै सबैमा मल्टिप्लाई गर्छु। यति मल्टिप्लाई गरिसकेपछि मैले के पाउँछु भन्दा, यसमा मल्टिप्लाई यता एलसिएममा त यता लेफ्ट ह्यान्ड साइडमा त हामीले मल्टिप्लाई गरिसकेपछि 5 मात्रै त हुने पनि होइन, यसमा सेम डिनोमिनेटरमा जे छ त्यसले नै मल्टिप्लाई गरेको छ। सो यो चाहिँ क्यान्सल हुन्छ हैन। त्यसपछि राइट ह्यान्ड साइडमा हेऱ्यो भने यसमा पनि छ नि त हैन, यो टर्म नै छ नि त माथि, यसले मल्टिप्लाई गर्ने हैन। त्यसपछि s स्क्वायर प्लस 1 ले s स्क्वायर प्लस 1 काट्यो, कति बाँकी भयो, s स्क्वायर प्लस 2s प्लस 2 बाँकी भयो। त्यसपछि अब फेरि cs प्लस d यता छ भने यसमा पनि सेम टर्मले मल्टिप्लाई गरिसकेपछि हामीले यो र यो क्यान्सल भयो, s स्क्वायर प्लस 1 बाँकी भयो। अब सबै टर्म इच एन्ड एभ्री टर्मले चाहिँ सबैले मल्टिप्लाई गर्दा मैले यति एक्सप्रेसन्स पाएँ है। यति एक्सप्रेसन पाइसकेपछि मैले सेम भेरिएबल भनेको x को पावर क्युब भएको जति कोफिसियन्ट्सहरू एक ठाउँमा, s स्क्वायरको कोफिसियन्ट्सहरू एक ठाउँमा, s को मात्रै कोफिसियन्ट्सहरू एक ठाउँमा र कन्स्ट्यान्ट टर्महरू सबै डिफ्रेन्ट सेपरेट गरेर मिलाएर रिएरेन्ज गरेँ हैन। त्यसपछि म के गर्छु भने इक्वेसन्सहरूको त्यो कोफिसियन्ट्सहरू चाहिँ इक्वेट गर्छु विथ रेस्पेक्ट टु एक्स क्युब, एस स्क्वायर, एक्स क्युब, एस र कन्स्ट्यान्ट टर्महरू। अब यहाँ हेरौँ है त, एक्स क्युबको कोफिसियन्ट्स छ त भनेको यहाँ हामीले के मान्न सकिन्छ भने एक्स क्युब जसको कोफिसियन्ट 0 छ पनि र एक्स 0 एस स्क्वायर मान्न सकिन्छ, प्लस 0 एस मान्न सकिन्छ, प्लस 5 भयो हैन, 5 त छँदैछ। एक्स क्युबको कोफिसियन्ट्स कति छ त यहाँ 0 छ, सो मैले a प्लस सी कसो 0 राखेँ। एक्स स्क्वायरको कोफिसियन्ट्स कति छ, सेम 0 छ, म 0 राखेँ। a प्लस 2b प्लस सी भनेको s को कोफिसियन्ट हो, के छ 0 छ, म 0 नै राखेँ। अनि कोफिसियन्ट टर्म भनेको 2b प्लस d छ, तर हाम्रो लेफ्ट ह्यान्ड साइडमा पनि कोफिसियन्ट टर्म त छ 5, सो मैले सबैलाई रिएरेन्ज इक्वेट गरेर मैले चारवटा इक्वेसन्स बनाएँ हैन। त्यसपछि भनेको चाहिँ हामीले चारवटै इक्वेसन्सलाई चाहिँ हामीले डाइरेक्टली क्याल्कुलेटरबाट सल्भ गर्न सबैलाई आउँछ भन्ने मलाई एकदम विश्वास छ हैन। सबै इक्वेसन सल्भ गरेपछि हामीले a को भ्यालु, b को भ्यालु, c को भ्यालु र d को भ्यालु फाइन्ड गरे र a, b, c र d को भ्यालु फाइन्ड आउट गर्दै गर्दा हामीले हाम्रो मेथड क्याल्कुलेसन ठिक छ कि छैन, करेक्ट छ कि छैन भनेर वी क्यान चेक इट आउट है। भनेको a, b, c, d को भ्यालु चाहिँ जुनसुकै एक्सप्रेसन इक्वेसन्समा राख्नुहोस्, दे मस्ट सेटिस्फाई द्याट इक्वेसन्स के हैन। सबै इक्वेसनलाई चाहिँ a, b र c, d a, b, c, d को भ्यालुले चाहिँ सेटिस्फाई गर्नु पर्यो, अनि बल्ल हाम्रो क्याल्कुलेसन्स राइट हुन्छ। अब a, b, c, d को भ्यालु फाइन्ड पाइसकेपछि हाम्रो एक्सप्रेसन त कति लेट गरेको हो नि त, भनेको इक्वेसन्स 1 के हुन जान्छ भन्दा भ्यालु राख्दा यति बन्छ है, a को ठाउँमा राखी, b को ठाउँमा c, d राख्दा हामीले यति एक्सप्रेसन्स पाए र यो भनेको त हाम्रो ल्याप्लेस अफ y हो, यहाँ हेर्न सक्नुहुन्छ हैन। ल्याप्लेस अफ y भनेको यति हो र यति भनेको यो हो हैन। त्यसपछि हामी के गर्छौँ, सिम्प्लिफाई गर्छौँ, भनेको यति भन्नु र यति भन्नु त सेम नै हो नि हैन, जस्ट मैले सिम्प्लिफाई गरेको छु। त्यसपछि भनेको पनि सिम्प्लिफाई नै छ, यता पनि s 2s + 3 भन्नु र यो भन्नु सेम हो। यसलाई अनि यो टर्मले चाहिँ के गरे भन्दा s + 1 को होल स्क्वायर भनेको +1 भनेको चाहिँ s स्क्वायर + 2s + 1 + 1 भन्नु, यो भने यति भनेको s स्क्वायर + 2s + कति भयो 2 भयो, भनेको
यो भन्नु र यो भन्नु सेम रहेछ नि त होइन, यो भन्नु र यो भन्नु त सेम रहेछ। सो मैले त्यही कन्डिसन अप्लाई गरेँ, त्यही नै युज गरेँ। अनि त्यसपछि अझै सिम्प्लिफाई गरौँ भनेको कन्स्ट्यान्ट -2 बाँकी नै छ, यताको जस्ताको तस्तै छ। यसले पनि म सिम्प्लिफाई गरेँ होइन, जस्ट यति भनेको यता गयो प्लस 1 सेम, यतिलाई सिम्प्लिफाई गऱ्यो भने यति नै हुन्छ। त्यहाँबाट चाहिँ हामी फेरि अझै सिम्प्लिफाई गरौँ। त्यसपछि वाइ टर्मलाई लेफ्ट ह्यान्ड साइडमा सिङ्गल राखौँ होइन। त्यसपछि भनेको यो यता जान्छ त इन्भर्स भएर जान्छ नि त। सो ल्याप्लेस इन्भर्स अफ सबैले मैले जस्ट ब्राकेटमै राखेँ एकचोटि। त्यसपछि भनेको फेरि लिनियर प्रोपर्टी अप्लाई गरौँ। कन्स्ट्यान्ट टर्महरू सबैले बाहिर निकालौँ भनेको -2 बाहिर छ, अरू के छ 2 छ बाहिर निकालौँ है। अनि त्यसपछि ल्याप्लेस इन्भर्स अफ s/s² + 1 भनेको फर्मुला के रहेछ त भनेको कस रहेछ होइन। सरी, यसमा चाहिँ अलिकति मिस्टेक छ है। ल्याप्लेस अफ कस 80 भनेको s/s² + a² हो होइन। सो यसलाई यता जाँदा के हुन्छ त भनेको ल्याप्लेस इन्भर्स हुन्छ होइन। अनि ल्याप्लेस इन्भर्स अफ s/a भनेको कति रहेछ त कस 80 भनेको a भनेको 1 छ। सो मैले कस 80 फर्मुला अप्लाई गरेँ, यहाँ पनि अलिकति मिस्टेक छ है। ल्याप्लेस इन्भर्स अफ a/s² + a² भनेको चाहिँ 1/a sin 80 हुने रहेछ होइन। त्यही नै अप्लाई गरेँ। 1/a भनेको कन्स्ट्यान्ट टर्म 1 छ, सो 1/1 भनेको 1 नै भयो, प्लस ल्याप्लेस इन्भर्स अफ -80 भनेको चाहिँ 1/s + a हुने रहेछ। सो यहाँ हेर्नु त, 80 भनेको e⁻ -80 भनेको चाहिँ यदि यहाँ प्लस छ भने यहाँ माइनस हुन्छ होइन, यदि यहाँ माइनस छ भने चाहिँ प्लस हुन्छ है। यति चाहिँ एकदम बुझ्नु पर्यो। त्यसपछि सेम कन्डिसन अप्लाई भनेको यहाँ। अनि एउटा कुरा है, यदि फर्मुलामा कस छ भने एस आउँछ, साइन छ भने एस आउँदैन, कन्स्ट्यान्ट टर्म आउँछ है। त्यहाँ लजिक यो बुझ्नु हुँदा कन्फ्युजन हुनसक्छ एकदमै। सो अब सिम्प्लिफाई गरौँ। त्यो फर्मुला अप्लाई गरिसकेपछि हामीले यो एक्सप्रेसन पाए। अन रिएरेन्जिङ वी फाइनली गेट आवर फाइनल एन्सर है। फाइनल एन्सर भनेको चाहिँ हाम्रो के हुने रहेछ त भने रिएरेन्ज गर्दा 2 cos t e⁻ t - 1 + sin t e⁻ t + 1 एन्ड यति नै हाम्रो एन्सर हो है त।